वेलकम ब्याक टु राजु सुनार ब्लग। सबैजनालाई चाहिँ मेरो ब्लगमा स्वागत भन्न चाहन्छु। के छ तपाईँहरू आरामै हुनुहुन्छ? सो आजको एउटा क्वेसन चाहिँ के छ भन्दाखेरि चाहिँ के तपाईँलाई पनि यो फिल हुन्छ, एकदम क्वेसन मात्रै गरेको ल मैले, कि तपाईँलाई पनि फिल हुन्छ मेरो कन्टेन्ट राम्रोसँग भएन, मेरो भ्युज राम्रोसँग आएन, मसँग ग्याजेट्सहरू छैन, मसँग इक्विपमेन्टहरू छैन, मसँग इन्स्ट्रुमेन्टहरू छैन, मसँग इन्फ्लुएन्सर साथीहरू छैन, मसँग पैसा धेरै छैन, मसँग बाइक छैन, मसँग कार छैन, मसँग चाहिँ त्यो खालको फेसिलिटिजहरू छैन। के तपाईँलाई यस्तो प्रश्न हुन्छ? तपाईँलाई पनि यस्तै खालको फिल हुन्छ? यदि तपाईँलाई यस्तै खालको फिल हुन्छ भने चाहिँ एकछिन पज हुनुहोस्, अनि त्यसपछि भनेको चाहिँ क्लोज गर्नुहोस् आफ्नो आँखालाई, अनि त्यसपछि चाहिँ सोच्नुहोस् कि डुइङ समथिङ इज बेटर देन डुइङ नथिङ। केही नगर्नु भन्दा चाहिँ केही गरेको नै राम्रो, तर स्टार्ट चाहिँ गर्न जरुरी छ एकदमै है। ब्लेम गरेर चाहिँ यता भनेर उता भनेर होइन, एक्सक्युज गरेर चाहिँ काम छैन जस्तो लाग्छ मलाई पनि होइन। तर स्टार्ट चाहिँ गर्न जरुरी छ। रिजल्ट म्याटर नै गर्दैन, बट एउटा कुराले म्याटर गर्छ, त्यो चाहिँ तपाईँको कोसिस हो होइन। हुन त अब मेरो पनि त्यस्तो, म पनि त्यस्तो धेरै पपुलर त छुइनँ होइन, मेरो पपुलारिटी छैन, मेरो भ्युज पनि त्यो लेभलको त जाँदैन आई स्वेयर टु गड जाँदैन। तर मलाई के छ भन्दाखेरि चाहिँ बिलिभ चाहिँ के छ भन्दाखेरि चाहिँ यस डेफिनेटली वान डे चाहिँ हुन्छ, फेरि खतरा हुन्छ। वान डे चाहिँ मेरो इमेजिनेसनमा पनि यही छ कि लाइक चारैतिर चाहिँ रिलहरूमा पनि के आउँदैछ भन्दाखेरि चाहिँ राजु सुनार ब्लग्स होइन। मान्छेहरूले चाहिँ के गरिरहेको छ भन्दाखेरि चाहिँ दाइ तपाईँको बिग फ्यान भनेर चाहिँ यहाँ टक्क लाएर फोटो खिच्न आइरहेको छ, यहाँनिर टक्क लाएर। म पनि फेरि पोज दिइरहेको छु, ल भाइ ल भनेर चाहिँ यसो पोज दिइरहेको छु। सो यो चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा इमेजिनेसन हो होइन। इमेजिनेसन हुन जरुरी छ, एकदमै हुन जरुरी छ। र इमेजिनेसन हुनु एकदमै राम्रो कुरा हो, एकदमै राम्रो कुरा हो। म पनि इमेजिन गर्छु धेरै कुराहरू, मेरो पनि यस्तो भइदियो उस्तो भइदियो होइन, मेरो पनि फ्यामिलीलाई मैले यस्तो गरिदिन पाएँ, यसरी खुसी राखिदिन पाएँ, वा होइन। मेरो थट्सहरू एकदमै राम्रो त्यस्तो आउँछ, बट इमेजिनेसन मात्रै हुँदैन। सो तपाईँको राइट गोल पनि हुनुपर्दो रहेछ होइन। किनभने चाहिँ एकजना महान व्यक्तिले भन्नुभएको थियो कि लाइक ड्रिम्स विदाउट गोल्स आर जस्ट ड्रिम्स भनेर चाहिँ भन्नुभएको थियो। सो द्याट्स वाइ होइन, इट्स अन्टिल इट्स अन पेपर इट्स अ भेपर भनेर भन्छ नि। जबसम्म तपाईँको सपना चाहिँ होइन लाइक कागजमा कोरिँदैन, त्यो चाहिँ पानीको बाफ जसरी नै उडेर जान्छ भन्छ क्या। त्यही कारणले गर्दाखेरि चाहिँ गोल पनि बनाउनु पऱ्यो। सो मैले पनि गोल चाहिँ बनाएको छु कि लाइक अबको 5 वर्षपछि चाहिँ राजु सुनार भ्लग चाहिँ नेपालभरि नै, अब म भन्दिनँ नम्बर 1 नम्बर 2 होइन। त्यो चाहिँ अब के भन्दाखेरि चाहिँ त्यो चाहिँ फ्युचरले बताउने कुरा हो होइन। फ्युचरमा मैले कति धेरै मेहनत गर्छु भन्ने कुराले चाहिँ बताउँदछ। अनि त्यो मलाई त्यो लाइक त्यो हुन्न क्या, त्यो एउटा हुन्छ नि म नम्बर 1 हुनुपर्छ भन्ने, त्यो मलाई कहिले पनि आउँदैन होइन। सो मलाई के आउँछ भन्दाखेरि चाहिँ एउटा स्टेबिलिटी चाहिँ म बनाउँछु भ्लगिङ होइन। करियरमा चाहिँ एउटा म स्टेबिलिटी चाहिँ बनाउँछु, अनि एउटा राम्रो खालको चाहिँ इम्प्याक्ट चाहिँ राख्छु भनेर चाहिँ मेरो त्यो थट्सहरू चाहिँ मेरो अहिलेदेखि नै छ। सो आफ्टर 5 इयर्स पछि चाहिँ म यो भिडियो हेर्छु क्या। आज जुन म भनिरहेको छु, आफ्टर 5 इयर्स पछि चाहिँ म यो भिडियो हेर्छु, अनि त्यसपछि भनेको चाहिँ अनि त्यहाँदेखि चाहिँ मलाई नि त्यो प्राउड फिल हुन्छ नि त। यस डेफिनेटली मैले यो टाइममा चाहिँ यसरी भनेको थिएँ, नाउ आई एम हियर, आई एम लिभिङ माई ड्रिम होइन। त्यो वाला फिल होस् होइन। त्यही कारणले गर्दाखेरि चाहिँ मेरो त गोल्सहरू पनि छ, भ्युजहरूको क्यालकुलेसन पनि छ होइन। अब आएर न तपाईँहरूले चाहिँ के गर्नुहुन्छ होइन, बट म चाहिँ एकदम सिरियसली तरिकाले लाग्दैछु होइन। अनि प्लस भनेको चाहिँ मेरो सब्सक्राइबरहरूको पनि लाइक म क्यालकुलेसन गरिरहेको हुन्छु होइन। ल दिनमा पनि लगभग 5 सब्सक्राइबर बढ्यो भने पनि महिनामा कति हुन्छ, 5 या 15 150 सब्सक्राइबरहरू हुन्छ होइन। यसरी म क्यालकुलेसन गर्छु कि लाइक भ्युजहरूको क्यालकुलेसन गर्छु, लाइक्सहरूको क्यालकुलेसन गर्छु, कमेन्ट्सहरूको क्यालकुलेसन गर्छु होइन। अनि लाइक त्यो अनुसार नै यसरी ग्रोथ भयो भने चाहिँ लाइक दामी हुन्छ होइन, बेस्ट हुन्छ भन्ने चाहिँ लाग्छ।